गुमाएर पाउनुको मजा नै बेग्लै छ र रोएर हाँस्नुको मजा बेग्लै छ। कहिलेकाहीँ हार्नु त जिन्दगीको एक हिस्सा नै हो, तर हारेपछि जित्नुको मजा नै बेग्लै छ। जिन्दगीमा यो कुरा सधैँ याद राख्नुहोला, जसले जे दिन्छ, जसलाई दिन्छ, उसलाई त्यही चिज नै फर्किनेछ, चाहे त्यो इज्जत होस् या धोका। याद राख्नुहोला, अरूसँग आशा राख्नुहुन्छ भने हार्नुहुनेछ र आफैमा आशा राख्नुहुन्छ भने जित्नुहुनेछ। श्रीकृष्ण भन्नुहुन्छ, मान्छे त्यस्तै बन्छ जसले आफूलाई जे मान्दछ। आफैलाई कमजोर ठान्नेहरू कहिल्यै पनि जित्न सक्दैनन्। समयको गति र उसको तागतलाई सिक्नु नै सबैभन्दा ठूलो सिकाइ हो। जब हाम्रो मन कमजोर हुन्छ, तब परिस्थितिहरू समस्याका